ल हजुरको लाइसेन्स हेरौँ त एकचोटि। हेर्नु त तपाईँको पनि नि यहाँ कागज यसको प्रिन्ट आएको छैन है ओरिजिनल। ल आज तपाईँहरूलाई हामी एउटा ज्याकेट दिँदैछौँ, फर्सी ज्याकेट थाहा छ होला होइन? यो मेची नेतालाई समन्वय गरेर तपाईँहरूले त्यो एउटा ज्याकेट दिन्छौँ, टल्किने ज्याकेट। त्यसले चाहिँ तपाईँहरूलाई फाइदा भनेको रातको समयमा अरू गाडीले टाढेर टल्केर देख्छ, दुर्घटना हुने जोखिम कम भयो, दुर्घटनाबाट जोगिने भयो होइन। अनि अर्को कुरा भनेको यो ज्याकेट दिएपछि यो लाइसेन्स भएको अनि दिनुभयो सबै कुरा नवीकरण सबै ठिक भएको मान्छेले दिन्छौँ। अनि यसको अरू बेला चेकिङमा यो ज्याकेट लगाएर हिँड्दा तपाईँहरूले हामी चेक गर्दैनौँ, त्यो सहज भयो हजुरहरूलाई होइन। यो सबै दिने कसरी दिन्छौँ भने यो चालक यो सवारीको भनेको नाम अनि यो चालकको नाम, हजुरको सम्पर्क नम्बर होइन, यो